जम्मा 3000 कल्पना गर्नुस् नेपालको विद्युत क्षमता 20,000 मेगावाट भयो भने के हुन्छ अहिले नेपालले जम्मा 3500 मेगावाट उत्पादन गर्छ पहिलो दिन सडकबाट पेट्रोलियम सिन्डिकेट चट्ट हुनेछ पेट्रोल पम्पहरू अब म्युजियम बन्नेछन् तेलमा कमिसन खानेहरू ढल्नेछन् र हाम्रा चिल्ला सडकमा इलेक्ट्रिक गाडी मात्र घुर्नेछन् दोस्रो दिन ग्यास सिलिन्डरको शवयात्रा निस्किनेछ 20,000 मेगावाटको पावरले इन्डक्सन यति तातिनेछ कि छिमेकीको डाहा भन्दा छिटो तपाईको कुकरले सिट्ठी मार्नेछ तेस्रो दिन अर्थतन्त्रको गेम चेन्ज हिमालको चिसो हावा र सस्तो बिजुली देखेर गुगल र फेसबुक नेपाल सरकारको खुट्टा ढोक्दै ठूला डाटा सेन्टर खोल्न आउनेछन् चौथो दिन डाटा सेन्टरको पैसा र सस्तो बिजुलीले देशैभरि फ्याक्ट्रीको बाढी आउनेछ बाहिरबाट सामान ल्याउने दलाल व्यापारीहरू आफै उत्पादन गर्न बाध्य हुनेछन् चारैतिर मेड इन नेपालको राज चल्नेछ पाँचौं दिन फ्याक्ट्री खुलेपछि खाडी जाने लाइन सधैँलाई रोकिनेछ उल्टै युरोप र अमेरिकाका गोराहरू नेपाल वर्किङ भिजा पाउन हाम्रा दूतावास बाहिर लाइन बस्न थाल्नेछन् विदेशी डलर उहिरिएपछि अर्थतन्त्रमा यस्तो बुम आउनेछ कि अमेरिकी डलरले नेपाली रुपैयाँसँग साटिन पर्मिसन माग्नु पर्नेछ डलरको घमण्ड पूर्ण रूपमा टुट्नेछ छैटौं दिन देश यति धनी हुनेछ कि हाम्रा सरकारी अस्पताल हलिउडका साइफाई जस्ता हुनेछन् नेताहरूले अब उपचार गर्न विदेश जानु पर्दैन भिडियोमा हामीले अलिकति मसला त बढी नै हाल्यो होला तर 20,000 मेगावाटको पावरले नेपालको काया पलट चाहिँ पक्कै गर्छ के हाम्रै पालामा यो सम्भव होला त आफ्नो विचार कमेन्ट गर्नुस्